Yes, everybody wants. आज हामी आउँदैछौँ टिकाउल पास टिकाउल पार्कमा केटाहरू यहाँ अगाडि पनि छन् ब्युटी ब्युटी डामीहरू हिँडिरहेछन् सञ्जय दाईको लागि बुढी सञ्जय दाईको लागि यहाँ नयाँ बुढी खोज्नु ल सबैले लाइक गरेर अब यहाँ पछाडि ब्याकग्राउन्ड सबै थुप्रै साथीहरू नदीतिर यहाँ भाइहरू सबै सबै पछाडि यहाँ गाइस भान्जोको डिस्कस चलिरहेछ। हेलो गाइस अनि एक दुई शब्द चारैतिर ल आएको 3-4 नराम्रो भन्छ भनेर एउटा अनि टोयलेटको पनि बहुत समस्या मैले टिकटकमा हेरिरहेको थिएँ भनेर एउटा अनि एउटा अरू के छ भनेपछि समस्याहरू समस्या भन्ने एउटा समस्या यहाँ क्यामेराम्यानहरुको कमी छैन। सबभन्दा भरिमा बढी शेयर गर हैन सञ्जय परिवार सबैले गर्नु पर्यो हैन। ल भाइरल पार्कमा पब्लिक हेर्न सक्नुहुन्छ तपाईहरुले हैन। हाम्रो भान्जेश्री पनि सँगै छन्। हाम्रो भान्जेको भलक भए पनि जसको भलक भए पनि भलक भयो हैन। यहाँ पब्लिक लास्टै छन् हेर। ल हामी त ल घुम्न आइदियौँ हैन चट्ट पार्कमा हैन आफ्नो गाउँघरको नजिकै। ल ठिक छ भनेर ए पब्लिक त कुरै नगर्नु। हिजो त पुरै छमियाहरू टन्नै त्यही माथि आज भान्जे भर्खरै इन्डियाबाट आएको छन्। त्यही खुसीले आज भान्जेको मोबाइलदेखि भलक बनाइदिनलाई अनि हामीहरू यहाँ आएका छौँ। ल पार्कतिर हैन भान्जे। ल सबैले के गर्नु पर्यो लाइक कमेन्ट शेयर गरिदिनु। ल ठिक छ। ल